साथीहरू नमस्ते। यति बेला हामी यो पत्रकार सम्मान अर्पण समारोहमा जुटिरहेका छौँ। यति बेला पोखराका स्थापित पत्रकार मेरा प्रिय मित्र मिना थापा मगर चाहिँ यहाँ सम्मानित हुनुभएको छ। उहाँलाई चाहिँ नेपाल मगर पत्रकार सङ्घ कास्कीद्वारा प्रदान गरिने राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार 2083बाट सम्मान गरिएको हो र गण्डकी प्रदेशका माननीय अर्थमन्त्री जित शेरचनज्यूको बाहुलीबाट यति बेला पत्रकार मिना थापा मगरलाई चाहिँ सम्मान गरिएको छ। र मिना थापा मगर चाहिँ विगत 2 दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाएर पत्रकारितामा विभिन्न माध्यमबाट सक्रिय भूमिका निर्वाह गर्दै आइरहनु भएको छ। उहाँले हिमचुली एफएमबाट आफ्नो पत्रकारिता यात्रा सुरु गरेर रेडियो गण्डकी, गण्डकी टेलिभिजन, अन्नपूर्ण एफएम, लाङ्गाली पत्रिका हुँदै पछिल्लो समय उहाँ चाहिँ madhinews.com सँग आबद्ध हुनुहुन्छ। यसरी उहाँले छापा माध्यमबाट, रेडियोबाट अनि टेलिभिजनबाट हुँदै अहिले अनलाइनसम्मको उहाँको पत्रकारिता यात्रामा आइपुग्दाखेरि चाहिँ यो 2 दशक समय पार गरिसकेको छ र यति बेला यो लामो समयको पत्रकारिताप्रतिको योगदानको चाहिँ एउटा उच्च मूल्याङ्कन गर्दै मगर पत्रकार सङ्घ कास्कीले उहाँलाई चाहिँ सम्मान गरेको छ र यो सम्मान कार्यक्रममा सम्पूर्ण मगर समुदायको चाहिँ एकदमै व्यापक उपस्थिति रहेको थियो। अत्यन्तै सभ्य र भव्य समारोहमा उहाँलाई सम्मान गरिएको छ र आफ्नो सहकर्मी सम्मानित हुँदाखेरि चाहिँ एकदमै खुसी लाग्ने रहेछ। मलाई यति बेला अत्यन्तै खुसी लागिरहेको छ। मेरो साथीको एकदमै उज्जवल भविष्य अझै पनि पत्रकारिता क्षेत्रमा एकदमै उज्जवल भविष्य होस्, अझै धेरै प्रगति गर्दै जानुहोस् भन्ने शुभकामना पनि दिन चाहन्छु। कार्यक्रममा सम्मानित व्यक्तिलाई यहाँ अरू आफन्त, शुभचिन्तक, घर परिवार, साथीभाइ सबैले यो सम्मान स्थलमा लाइन लगाएर उहाँलाई चाहिँ हाम्रो जनजातीय परम्परा अनुसार चाहिँ खादा लगाइदिने, माला लगाइदिने, टिका लगाइदिने होइन, विभिन्न चाहिँ फुल गुच्छाहरू उपहार दिने कार्यक्रम चाहिँ यहाँ चलि नै रहेको छ। यसरी हेर्नुहोस् त, सबैजना लाइनमा बसेर आफ्नो पालो कुरेर आयोजकबाट सम्मान गरिसकेपछि चाहिँ सम्मानित व्यक्तिलाई यसरी सम्मान गरिरहेको हामी यो दृश्यमा देख्न सक्छौँ। यसरी यो गर्मी समयको बावजुद पनि सबैजना यसरी लाइनमा बसेर यसरी सम्मानित गरिरहेको यो दृश्य देख्दाखेरि एकदमै खुसी लागेको छ। यो कार्यक्रम चाहिँ पोखराको अमरसिंह स्थित पोखरा सेको घरमा चाहिँ सम्पन्न भएको थियो र मगर पत्रकार सङ्घ कास्कीले यो कार्यक्रम सँगसँगै यसभन्दा अगाडि बिहान कौरा संवाद पनि आयोजना गरेको थियो। मगर सङ्घका केन्द्रीय पदाधिकारीहरू नै पोखरामा यही कार्यक्रमको लागि आउनु भएपछि उहाँहरूसँग आयोजकले कौरा सम्बन्धी विशेष संवाद कार्यक्रम पनि सञ्चालन गरेको थियो र यसरी मिना थापा मगरलाई चाहिँ पोखरामा सम्मान गरिएको छ र यो सम्मानले हाम्रो पत्रकारिता क्षेत्र नै एकदमै सम्मानित भएको मैले महसुस गरेको छु। उहाँ यति बेला फोनिज गण्डकीको अनुशासन समितिको संयोजक पनि हुनुहुन्छ र विभिन्न यसअघि पनि विभिन्न पद र जिम्मेवारीमा रहेर उहाँले चाहिँ आफ्नो कामहरू गरिसक्नु भएको छ र आफ्नो कलमको माध्यमबाट मात्र नभइकन उहाँ चाहिँ कुशल ग्राफिक्स डिजाइनर पनि हुनुहुन्छ। उहाँले थुप्रै पत्रपत्रिकाहरूको डिजाइन गर्ने, सेटिङ गर्ने लगायतका थुप्रै कामहरू पनि गर्नुहुन्छ। यसकारण उहाँ चाहिँ बहुमुखी प्रतिभाको धनी भन्दा पनि फरक पर्दैन र पछिल्लो समय उहाँले आफ्नो साथीहरूसँग मिलेर बनाएको मगर चलचित्र दिलसरा पनि एकदमै चर्चामा रहेको छ। दिलसरा चलचित्रले देश विदेशमा यति धेरै लोकप्रियता चाहिँ बटुलिरहेको बेलामा यता पत्रकारिता क्षेत्रबाट तिनै दिलसराका कथा लेखक
पटकथा संवाद सबै चाहिँ काम गर्नुहुने हाम्रो मिना थापा मगर चाहिँ यति बेला सम्मानित हुनुभएको छ र यो सम्मानित कार्यक्रम चाहिँ एकदमै भव्य रहेको थियो। अब एकैछिन सम्मानित व्यक्तिको कुरा सुनौँ है त। हुन त अघि प्रतिभा छनौट समितिका संयोजक प्यारो भाइ रुद्र श्रीषले पनि बताइसक्नु भएको छ। यहाँले धेरै कुरा त्यहाँबाट पनि थाहा पाइसक्नु भएको छ र म आफ्नो तर्फबाट पछाडि फर्केर हेर्नु पर्दाखेरि पहिला गाउँमा काम गर्दै हिँड्दाखेरि मेलापात गर्दै जाँदाखेरि रेडियो सुन्दै काम गर्दै गर्दाखेरि त्यो बेला बालापनको अबोध सपना थियो। यो रेडियोमा कसरी बोल्छ होला, यो रेडियोभित्र बोल्ने मान्छे कस्ता होलान् भन्ने एउटा सानो एउटा बाल अबोध एउटा जिज्ञासा त्यो थियो कि अनि पछि बिस्तारै रेडियो सुन्दै जाने क्रममा हाम्रो आदरणीय दाजु हर्का आले मगर खेम सारू दाईबाट रेडियो नेपाल क्षेत्रीय तत्कालीन क्षेत्रीय प्रसारणबाट मगर भाषाको समाचार र त्यो सँगसँगै मगर भाषामा कानुन ढुट कानुन रोस कार्यक्रम सुन्दै र हुर्कदै आउँदाखेरि यसरी पनि मिडियामा हामीले हाम्रो भाषामा बोल्न पाउने रहेछ, यसरी हामी पनि यसरी बोल्न पाउने ठाउँ रहेछ भन्ने एउटा सपना एउटा इच्छा मलाई पनि त्यसरी नै यो क्षेत्रमा लागेर बोल्न पाएँ, आफ्नो मगर भाषामा कुराहरू भन्न पाएँ, मगर भाषामा यसरी कार्यक्रम सञ्चालन गर्न पाएँ हुन्थ्यो कस्तो हुन्थ्यो होला भन्ने एउटा बाल अबोध सपना त्यो बेलामा थियो। र पढाइको क्रममा पोखरा आइसकेपछि अध्ययनको सिलसिलामा मैले आफ्नो जुन एउटा सपना थियो बालपनमा पुगेको एउटा अबोध सपना अनि रेडियो माध्यममा सञ्चार मिडियामा कसरी जोडिने भन्ने एउटा माध्यम खोज्दै जाँदाखेरि एफएम रेडियोमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरूमा सहभागी गर्दै गर्दाखेरि अघि रुद्र भाइले भने जस्तै यस्तै लोकगीत कार्यक्रम अर्थात् यस्तै क्विज कार्यक्रमहरू यस्तै खालको केही प्रतियोगिता एकदम हुने गर्थ्यो त्यो बेलामा एफएम रेडियोमा। त्यसरी एफएम रेडियोमा कार्यक्रममा सहभागी हुँदै गर्दाखेरि म आफू पनि बिस्तारै बिस्तारै फेरि कार्यक्रम सञ्चालनको क्रममा हिमसेले एफएममा जोडिन पुगेँ। म यति बेला